खेल्दा खेल्दा मेरो दिमाग खराब पान पराग भइसक्यो। त्यही पनि म कहिले जमानामा 50 पुगेको अझै 70 पुग्न सकेको छैन। के हो यस्तो 65 देखि माथि त बढेकै छैन के। अस्तिदेखि खेलेको खेलै छु, घटेर बढ्छु 59 मा पुगे, 65 देखि 66 पुग्न सकेन। फेरि खेल्न फेरि ठिकै खेले जस्तो लाग्छ, खत्रै भ्याकर जस्तो लाग्छ। आफू टिममेट त्यस्तै हो कि मै त्यस्तो हो कि केही मेलो पाएन। बोलेर खेल्ने आऊ भन्छु नि, त्यो मुखमा पान राखेर आउँछन्। एनिमी त्यही साइडबाट आएर हान्दिन्छ, बोल्ने होइन। त्यस्तो गर्दाखेरि त गाला चड्काइदिउँ जस्तो रिस उठ्छ। यसलाई पछाडिबाट गएर मैले हान्दा कति रिस उठ्यो होला है। अब के गर्नु, जित्न थियो तर पनि जितेन हामीले त्यो गेम। यस्तरी ड्रिम डिल आइदिन्छन् कि। अझ त्यो माकुरावाला त ओ भाइ मारो मुझे किसले बनायो हो। यस्तो रिस उठ्छ त्यो माकुरावाला। हामी जस्तो नर्मल तासुवा उकङ लिएर खेल्नु न। आन्द्रा झुन्डा छन्, माकुरा फालेछन्, के गरेछन्, दिमाग खराब पान पराग जस्तो जे भए पनि खेल्न म खत्रै खेलेछु के। मेरो टिममेट भएन। तपाईहरु सीएस खतरा पुसर हुनुहुन्छ भने चाहिँ मलाई युआईडी छोड्दिनु। बोलेर खेल्नुहुन्छ भने म एड गर्छु। म आज 80 स्टार पुग्नु छ गाइज। एड गरेर त्यो भाउ खानी फ्रेन्ड लिस्टमा मात्रै टल्किने भए चाहिँ नपठाउनु होला, पहिले भन्दैछु है त गाइज।